Hajime Mashite. हजुर मसित शिवम-san, हजुरलाई म केही क्वेसन हजुर छ है, त्यसको जवाफ दिनु ल। तपाईँले कन्ट्र्याक्टमा भयो भन्दा फरक काम गर्नु भएको छ कि छैन? कन्ट्र्याक्टमा भएदेखि फरक काम गरेको छैन। हजुर। अनि एचआरसी बाहेक अरू कुनै काममा जोइन हुनुभएको छ कि छैन? छैन छैन। है। अनि स्वास्थ्य र सुरक्षालाई ध्यानमा दिई काम गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन? लाग्छ। हजुर। अनि कन्ट्र्याक्ट अनुसार तपाईँले स्यालेरी पाउनु भएको छ कि छैन? कन्ट्र्याक्ट अनुसार पाइरहेको छु। हजुर। कन्ट्र्याक्ट अनुसार काम गर्नु भएको छ कि छैन? कन्ट्र्याक्ट अनुसार गरिरहेको छु। भएको थियो त्यही काम गर्नु भएको छ कि छैन भन्न खोजेँ। हजुर जुन काममा जानु भएको थियो त्यही काम गरिराख्नु भएको छ भन्न खोजेको। हजुर हजुर त्यही काम गरिरहेको छु। तपाईँलाई आवश्यक पर्दाहरू बिदाहरू दिइराख्नु भएको छ कि छैन? तपाईँलाई आवश्यक पर्दा बिरामी हुँदा। आवश्यक पर्दा त दिइरहेछ यता। अनि बस्ने व्यवस्था हाम्रो खाइसाले गरेको हो कि होइन? रुमहरू खोजिदिने, खाइस्याले राखिदिने। बस्ने व्यवस्था खाइस्याले नै हो। अनि खाना बस्ने र खाना र बस्ने जुन शुल्क हुन्छ नि, हजुर हजुर त्यो कन्ट्र्याक्ट अनुसार तिर्दै आउनु भएको छ? जस्तो रुम रेन्टहरू। रुम रेन्टहरू काटेरै त्यो आउँछ त। हजुर हजुर। कन्ट्र्याक्टमा जसरी जति भन्नुभएको थियो त्यही अनुसार तिर्दै आउनु भयो कि त्योभन्दा बढी तिर्नु भयो भन्न खोजेको। ए होइन त्यही कन्ट्र्याक्टमा भए अनुसारै हो। हजुर। तपाईँलाई आवश्यक पर्दाखेरि हाम्रो एसआरसीबाट सहयोग पाउनु भएको छ? पाइरहेको छु। हजुर। अनि तपाईँ काम गर्दाखेरि कसैले धम्काउने धम्काएर अनैतिक कामहरू गराउने काम गरेको छ कि छैन? धम्काउने कहाँबाट? छैन है। अनि तपाईँको छैन त्यस्तो। ब्याङ्क कार्डहरू चाहिँ उचित तरिकाले व्यवस्थापन भएको छ कि छैन? जस्तो ब्याङ्क कार्डबाट कि तपाईँलाई कुन स्यालेरी लिनका लागि सुविधा हुने गरी ब्याङ्क कार्डको सुविधाहरूको व्यवस्थापन गरेको छ कि छैन? ए छ त्यो ब्याङ्क कार्डहरू त छ। गरेको छ है। अनि जाइरो कार्ड र पासपोर्ट तपाईँसँग छ कि छैन? जाइरो कार्ड पासपोर्ट छ। छ है। अनि तपाईँको हजुर निजी जीवन स्वतन्त्रपूर्वक जिउनु भएको छ कि छैन? या कसैले दखल अन्दाज गरिरहेको छ? के भन्नुभयो? तपाईँको निजी जीवन हजुरको ड्युटी सकिएर घर आइसकेर बसिसकेपछि त्यसपछि त हजुरको स्वतन्त्र जीवन भयो नि त, त्यसमा कसैले दखल अन्दाज गरेको छ कि छैन? त्यो त गरे छैन अहिलेसम्म। गरेको छैन है। तपाईँको दैनिक जीवनमा कुनै केही समस्याहरू छ? दैनिक जीवनमा त अहिलेसम्म समस्या छैन त्यस्तो। तपाईँको स्वास्थ्यमा कुनै समस्या छ या छैन? स्वास्थ्यमा छैन। छैन है। छैन। अनि तपाईँसँगै काम गर्ने कामदारहरूमा कुनै अवैध रूपमा काम गर्ने इलिगली रूपमा काम गर्ने कामदारहरू छ? खै म त यहाँ एक्लै काम गरिरहेको छु थाहा छैन त्यस्तो। त्यस्तो हुनुहुन्न है। म एक्लै छु यता। हजुर। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। नमस्कार, समादेश। खर्च धन्यवाद।